So hello guys, welcome to my new vlog. आज चाहिँ हामी पाल्पामा छौं। Yes. र हामी चाहिँ अहिले पाल्पा दरबार संग्रहालयमा छौं, पाल्पाको म्युजियममा छौं। अनि आज हेर्न सक्नुहुन्छ यो चाहिँ पाल्पाको म्युजियम भयो। यो चाहिँ हाम्रो टुर बस। यता कुनाको चाहिँ हाम्रो बस हो र यताको चाहिँ अरु सेक्सनहरुको बस। त सेक्सन ए को सेक्सन ए को छ। यो चाहिँ हाम्रो क्लासको केटाहरु। My name is Abhishek Devja. अभिषेक देवजा। अरु साथीहरु नि आइसक्यो। यो चाहिँ हाम्रो सर हेलो गर्दिन्छ। हाम्रो सर मन छाल्दैको भ्यू पनि आबैले आबै त हाम्रो बस चाहिँ निक्लिदै छ। साथीहरु बसिसक्यो। यता चाहिँ हाम्रो क्लासको भयो, यो हाम्रो सर भयो। सो यो चाहिँ हाम्रो बस। यो चाहिँ साथी समीप मिस हाई गर्दिनु। यो चाहिँ हाम्रो वाह क्या मुस्कुराहट। सो हामी चाहिँ श्रीनगर पुगिसक्यौँ र हेर्न सक्नुहुन्छ यताको भ्यू एकदम बवाल छ। हाम्रो स्कुलको धेरै छ स्टुडेन्टहरु, चारवटा सेक्सनको र तीनटा सेक्सनको चाहिँ उता चितवनबाट घुमेर आहान। अनि हामी चाहिँ एउटा ठाउँमा भेट्छौँ। हजुरहरु चाहिँ भ्यू इन्जोय गर्नु होला। यहाँ चाहिँ पार्क पनि रहेछ खेल्नको लागि। सबै साथीहरु चाहिँ यता खेलिसक्यो अरु सेक्सनको। हामी पनि अब एकछिनपछि खेल्छौँ। क्लासको केटीहरु चाहिँ यहाँ चिप्लेरी खेल्दै हो। यता अरु ठाउँ चाहिँ मजाको रहेछ, हजुर नि आउनु होला। श्रीनगर हो, यो चाहिँ पाल्पामा पर्छ। चाहिँ रातो लाउने र टोपी लाउनु चाहिँ हाम्रो स्कुल सर हो। अनि यता चाहिँ भाइस प्रिन्सिपल सर र सेक्सन ए को सर। सो हजुरलाई भ्यू कस्तो लाग्यो भन्नु है, कमेन्टमा भनिदिनु होला। भ्यू टावर गइन्छ। हेर्न सक्नुहुन्छ यता चाहिँ एकदमै जङ्गल छ। यता चाहिँ पहिला पोखरी थियो भन्नुभएको थियो सरले। सो हेर्न सक्नुहुन्छ अब चाहिँ हामी ठाडो उकालो उक्लिनु पर्छ। बिस्तारै बिस्तारै कस्तो आएन यस्तो ठाडो उकालो छ, जङ्गल छ यता। अझै सङ्गमको मिजु छ। यता हाम्रो समीप सर्टकट लिँदै आउँदै सबै हाई भन्नु। यति उकालो चढ्दा स्यास्या भइसक्यो। अझै कति उकालो केही छ। यता अगाडि चाहिँ टिकटक बनाउँदै। पछाडि केटाहरू आउँदैछ। हामीहरू चाहिँ बल्ल हाम्रो डेस्टिनेसनमा पुग्यो। हेर्न सक्नुहुन्छ अगाडिको भ्यू। ऊ त टावरमा चढ्ने हो। यो चाहिँ भ्यू टावर, भ्यू पोइन्ट भ्यू टावर अगाडि गइदिनु होला। हेर्नु नजारा
हामी चाहिँ एकछिन फोटोसोटो खिच्छौँ भिडियोहरू बनाउँछौँ यहाँ चाहिँ प्रज्वल साथी हो हाम्रो मेरो पुरानो साथी हाम्रो सुयोग यता हाम्रो उल्लु कराउँदै सारी उम्र में जो कर जा बड़े यार हाँ तेरे पीछे यो चाहिँ हाम्रो सुनौ यो चाहिँ हाम्रो सिमन राणा सिमन हामी चाहिँ यो भ्युटारमा जान लागेको छौँ भित्र रमाइलो हुन्छ होला माथि पुगेपछि यसो फोटोसोटो खिच्ने होइन भिडियोहरू बनाउनु खिच्नु पऱ्यो माथि पुगेपछि अब फाइनल्ली टाउको माथि आइपुग्यो सो यु क्यान सी टावर माथिबाट भ्यू मल खस्यो भने छैन यो चाहिँ एकदम बवाल छ यता एकदम रमाइलो भ्यू छ यहाँ बादल लागेको छ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पाल्पाको टुडी खेल ठुलै हो टुडी खेल्नु हामी चाहिँ टाढोमा पुगेर आयौँ एकदमै रमाइलो छ भ्यू हामी चाहिँ अब एकछिनपछि जान्छौँ बसेर र अर्को ठाउँमा पुगेर जान्छौँ पिँडाहरू यहीँ बसेछ रमाइलो गर्ने हो टुराको बेला हामी चाहिँ अब खानसाना खाएर होटलबाट हिँडेको हामी चाहिँ आज मिनिसम्म जान्छौँ हामी चाहिँ अब बस पार्कतिर जाने हो हाम्रो बस कहाँ हो त्यही जाने त्यसपछि हामी हिँड्छौँ हजुरहरूले हेर्न सक्नुहुन्छ यता तानसिन बजार एकदम रमाइलो हो र म त लागेन आज हाम्रो यो पाल्पाको लास्ट दिन अनि भोलि चाहिँ हाम्रो लुम्बिनीतिर हुन्छ त्यस्तो चाहिँ हामी चाहिँ आफ्नो घरतिर कृपया भिडियो मन परेमा लाइक फलो सेयर गरिदिनु होला कमेन्ट गर्न नबिर्सिनु होला हो बस चाहिँ टुडी खेलतिर छ हाम्रो अनि त्यहाँबाट चाहिँ गइन्छ जुत्ता सर ए म त फेरि यहाँ गाइथ्यो हामीहरू चाहिँ गल्ली हिँड्दै हामी फाइनली टुडी खेल्न आइपुगेछौँ अब हामी यहाँबाट गाडी चढ्छौँ हामी जान्छौँ केटाहरू पछाडि आउँदैछ कस्तो ध्यान चाहिँ हाम्रो स्कुलको बसहरू छ अब कतापट्टि हो त्यही यतापट्टि कटन पोखरा ऊ यतापट्टि सो यता चाहिँ टुडी खेल्नु साइडको ग्राउन्ड भयो टुडी खेलको ग्राउन्ड छ हामीहरू चाहिँ सुनाली बोर्डरमा जान्छौँ बोटलसँग जान्छौँ हामी बोटल फुलबारी हामी छ अहिले अगाडि साथीहरू हिँड्दैछ र चाहिँ लाइनमै हिँडिरहेको अब 1 घन्टा कसरी बिताउने हो फुलबारी त्यही थाहा छैन हाम्रो फुलबारी पनि चाहिँ अझै काम चल्दै रहेछ राम्रो बनाउने जे भने फुलबारी चाहिँ राम्रै छ राउन्ड हान्नै आएको यार 1 घन्टा कसरी बिताउने यार घडी उता पारिपट्टि मौसम हो कि पिङहरू छ त्यसरी जान पाइसक्यो ठिकै छ आइबन्दै केटाहरू यता घुम्दैछ
यहाँ चाहिँ क्रोकोडाइल रहेछ समीरलाई खान्छ क्रोकोडाइलले क्रोकोडाइल हो कि थियो ए त्यो त एलिगेटर झुकेर क्रोकोडाइल भन्दैछु डन्टमा झुकेर क्रोकोडाइल भन्दैछु डन्टमा एनिमल कर्नर यो फुलबारी सो हामी चाहिँ अब यो बुटुल फुलबारीबाट चाहिँ हामी फुले यतारि कुन चाहिँ ठाउँ त्यो हामी जाने के हो हेर्न सक्नुहुन्छ यहाँ मिर्गा रियल रहेछ यार भगवान हजुर सम्झेछ यहाँ चाहिँ गिनी पिग यहाँ चाहिँ के हो केही छैन एउटा ठाउँमा घर यहाँ चाहिँ अर्को सङ्गमको मिजु भेट्यो है यहाँ सङ्गमको मिजु यो यहाँ चाहिँ स्यालहरू छ स्यालहरू चिनमा छ सो यो कुन चाहिँ बर्ड हो कमेन्टमा भनिदिनु होला डाफे रहेछ यतापट्टि अडियो हेर्नु सक्नुहुन्छ खोइ दिवस अलि त है यहाँ चाहिँ सर्को छ अजिङ्गर पाइथन भन्ने हुन्छ सँग हो नि स्नेक त कहाँ टर्की त अर्कै हुन्छ नि कस्तो क्यामेरा नदेखेको यार यस्तो नजिक गएर त यस्तो क्यामेरा नदेख्यो यहाँ देखेको यो चाहिँ बने यहाँ चाहिँ कछुवाहरू छ एउटा चाहिँ हिँडा एउटा चाहिँ सुतिरहेको यहाँ चाहिँ सुगा छ सानो यहाँ चाहिँ के लियोपार्ड हो मरेर सो यो चाहिँ लियोपार्ड नेपाली ज्ञान छ चितुवा यहाँ चाहिँ चितुवा छ यहाँ चाहिँ हाँसहरू छ एकदम भेरी भेरी ब्युटिफुल होला यहाँ चाहिँ अस्ट्रिच छ अस्ट्रिच एकदम ठुलो अस्ट्रिच यस्तो जुम यसरी स्टेबल गर त मेरो छ यसरी मेरो स्टेबल हुनु एकदम अस्ट्रिच फर्स्ट टाइम नजिकबाट देख्दै सानो अस्ट्रिच यहाँ चाहिँ सानो अस्ट्रिच रहेछ बच्चा होला सायद सानो अस्ट्रिच ऊ अझै रहेछ दुईवटा अस्ट्रिच रहेछ हामीले चाहिँ सबै जनावरहरू हेरिसक्यौँ र अब चाहिँ हामी पार्कतर्फ लाग्छौँ हेर न सिङ चाहिँ बवाल छ यो मिर्गाको यहाँ चाहिँ कसको स्ट्याचु रहेछ चिनेको मान्छेले मेन्सन गरिदिनु होला सो यता बुटोल फुलबारीमा चाहिँ मौसक रहेछ यहाँ चाहिँ मौसक जस्तै रहेछ टिमहरू सब छ अलि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पिङहरू छ पुरै खेल्नलाई सो हामीहरू चाहिँ यो
फुलबारी भन्ने ठाउँबाट चाहिँ हामी हिँडेर आएको अब चाहिँ हामी सिधै बोर्डरतिर लाग्छौँ त्यो भएर कराएको त अघि अरू गाडीहरू पनि जानु नसक्नु हाम्रो गाडी अब सकिन्छ अरूहरू आएन त्यो हजुरहरूलाई चाहिँ म बोर्डरमा भेटेपछि सो हजुरहरूले चाहिँ बोर्डरमा भेट्छु ब्लग होइन भिडियो नर्मल